शान्त, पवित्र, यो हो त्यो भूमि जहाँबाट सुरु भयो एक महान यात्रा। स्वागत छ तपाईँलाई मायादेवी मन्दिरमा, जहाँ जन्मनुभयो गौतम बुद्ध, शान्तिका दूत। आज हामी तपाईँलाई केवल एक स्थान होइन, एक अनुभूति, एक इतिहास र एक आध्यात्मिक यात्रामा लैजाँदैछौँ। लुम्बिनी नेपालको रूपन्देही जिल्लामा अवस्थित छ। यो स्थान विश्वका सबैभन्दा पवित्र स्थलहरूमध्ये एक हो। युनेस्कोद्वारा विश्व सम्पदा सूचीमा सूचीकृत गरिएको यो स्थान हरेक वर्ष लाखौँ मानिसहरूको गन्तव्य बन्छ। यहाँ आउँदा तपाईँ केवल पर्यटक बन्नुहुन्न, तपाईँ एक खोजकर्ता बन्नुहुन्छ, शान्तिको खोजमा। करिब 2500 वर्ष पहिले यही भूमि, यही ठाउँमा जन्मिनु भएको राजकुमार सिद्धार्थ मायादेवी आफ्नो माइती जाँदै गर्दा यस सुन्दर बगैँचामा विश्राम गर्न रोक्नु भयो। उहाँले सालको रुख समातेर राजकुमार सिद्धार्थलाई जन्म दिनुभयो, जो पछि बने बुद्ध, जागृत व्यक्ति। अब हामी प्रवेश गर्दैछौँ पवित्र मन्दिरभित्र। यहाँ छ मार्कर स्टोन, जसले बुद्धको वास्तविक जन्मस्थललाई सङ्केत गर्छ। यो केवल ढुङ्गा होइन, यो इतिहासको साक्षी हो। यहाँ आउने हरेक व्यक्तिले महसुस गर्छ एक नौठो शान्ति, एक गहिरो ऊर्जा। मन्दिरको ठिक बाहिर उभिएको छ ऐतिहासिक अशोक स्तम्भ। सम्राट अशोकले ईसापूर्व 249 मा स्थापना गर्नुभएको यो स्तम्भ आज पनि उस्तै मजबुत छ। यसमा लेखिएको अभिलेखले प्रमाणित गर्छ कि यही ठाउँमा बुद्धको जन्म भएको थियो। मन्दिरको छेउमा रहेको छ पवित्र पोखरी पुष्करणी। विश्वास गरिन्छ कि यही मायादेवीले स्नान गर्नुभयो र बुद्धलाई पनि यही स्नान गराइएको थियो। लुम्बिनी केवल हेर्ने ठाउँ होइन, यो अनुभव गर्ने ठाउँ हो। यहाँको हावा पनि शान्त छ, यहाँको आवाज पनि ध्यानमय छ। जब तपाईँ यहाँ बस्नुहुन्छ, तपाईँ आफैलाई भेट्नुहुन्छ। लुम्बिनीमा विश्वका विभिन्न देशहरूले आफ्ना मठहरू निर्माण गरेका छन्। थाइल्यान्ड, जापान, चीन, जर्मनी जस्ता देशहरूले यहाँ आफ्ना मठहरू निर्माण गरेका छन्। हरेक मठले देखाउँछ कि आफ्नो संस्कृति, तर सबैको सन्देश एउटै छ, शान्ति। यदि तपाईँ यहाँ आउने योजना बनाउँदै हुनुहुन्छ भने भैरहवा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरेर अथवा गाडीको बाटोबाट सजिलै यहाँसम्म पुग्न सकिन्छ। यहाँ होटल, होमस्टे सजिलै उपलब्ध छ। साइकल, टुकटुक प्रयोग गर्न पनि सकिन्छ। भ्रमण गर्नका लागि बिहान वा साँझको समय सबैभन्दा राम्रो हुन्छ। लुम्बिनी एक ठाउँ मात्र होइन, एक अनुभूति हो। यहाँ आउँदा तपाईँले केवल इतिहास देख्नुहुन्न, तपाईँले आफूलाई महसुस गर्नुहुन्छ। यदि तपाईँलाई यो यात्रा मन पर्यो भने लाइक, सेयर र सब्सक्राइब गर्न नभुल्नुहोला। धन्यवाद।